तिम्रो भिजा र प्लेनको टिकट पनि हाम्रै कब्जामा हुन्छ। तिमी विदेश उड्ने त परको कुरा, एयरपोर्टको गेट पनि देख्न पाउँदैनौ। हो दर्शकबिन, वैदेशिक रोजगारीको नाममा काठमाडौँको मुटुमा बसेर सोझा नेपालीमाथि यस्तै दादागिरी र लुटधन्दा चलाउने एकजना मेन पावरका एजेन्टलाई रङ्गे हात पक्राउ गरिएको छ। तर यो पक्राउको कथा कुनै सामान्य छापा मार्ने जस्तो मात्र छैन। भिडियोको अन्त्यसम्म पुरा पर्दाफास गर्नेछौ। यस्ता दलालहरूको सातो उडाउन र सत्य कुरा सबैमा पुर्याउन अहिले नै यो भिडियोलाई सबैले शेयर गर्नुहोस् र हेर्नुहोस्, किनकि आज सजग नभए भोलि पालो तपाईको आउन सक्छ। कथा सुरु हुन्छ सप्तरीका अजय कुमार यादवबाट। अजय मलेसियाको सेक्युरिटी गार्डको कामका लागि छानिएका थिए। सरकारको नियम भन्छ फ्री भिजा फ्री टिकट। नियम अनुसार उनले बढीमा 10,000 रुपियाँ मात्रै तिर्नुपर्ने थियो। तर कोटेश्वरमा रहेको ग्रान्ड स्वीट जब नाम गरेको मेन पावर कम्पनीको झापा शाखाले उनीसँग 70,000 रुपियाँ नगद पहिले नै असुल गरिसकेको थियो। अजयको फ्लाइट गत वैशाख 29 गते नै थियो। उता मलेसियाको रोजगारदाताले भिजा र टिकट दुवै पठाइसकेको थियो। तर मेन पावरले भन्यो 3 लाख रुपियाँ भन्दा 1 रुपियाँ पनि कम लिन्नौ, पैसा नदिएसम्म उड्न दिन्नौ। वैशाख 29 गते अजयको सपना मेन पावरको कोठामा बन्धक बन्यो। गरिब अजयसँग अर्को विकल्प थिएन। मेन पावरले धम्की दियो जेठ 3 गते अर्को फ्लाइट छ, बाँकी 2,20,000 बोकेर काठमाडौँ आउनु। अजयले गाउँमा ऋण काटेर पैसाको जोहो गरेर नाइट गाडी चढेर शनिबार बिहान काठमाडौँ ओर्लिए। शनिबार बिहान मेन पावरका कर्मचारीले अजयलाई फोन गर्छन् र तिनकुने गौरी गाउँ स्थित पेट्रोल पम्प अगाडि पैसा लिएर आउन भन्छन्। तर दलालहरूलाई के थाहा, अजय यसपालि एक्लै थिएनन्। अजयले आफ्नो क्षेत्रका श्रम मन्त्री रामजी यादवको सचिवालयमा यो पीडा सुनाइसकेका थिए। अजयलाई न्याय दिलाउन श्रम मन्त्रीका स्वकीय उपसचिव सरोज यादव आफै फिल्डमा खटिए। सञ्चारकर्मी र तिनकुने प्रहरी वृत्तको टोली सिभिल ड्रेसमा गौरी गाउँ पुग्यो र एउटा ठुलो जाल फ्याँकियो। गौरी गाउँको पेट्रोल पम्प अगाडि जब मेन पावरका ती कर्मचारीले अजयसँग पहिले पैसा मागेर अजयले पहिले मेरो पासपोर्ट र टिकट देऊ भनेर विवाद गरे, ठीक त्यही बेला सादा पोसाकमा रहेका प्रहरी टोलीले ती एजेन्टलाई चारैतिरबाट घेरेर रङ्गे हात नियन्त्रणमा लियो। जब परेडले केरकार गर्यो, सुरुमा त ती एजेन्टले पैसा लिएर मात्र कागजात दिन लागेको भन्दै गफ दिए। तर जब परेडले सोध्यो फ्री भिजा फ्री टिकट भएको देशमा किन 3 लाख मागेको, तब ती लुटेराको मुखमा ताला लाग्यो। उनको साथबाट अजयको मात्र होइन, अरु 4 जना सोझा नेपालीको पासपोर्ट र फ्लाइट टिकट बरामद भयो। उनी ती 4 जनालाई यसै गरी लुटेर कंगाल बनाउने दाउमा थिए। प्रहरीको यो एक्सनले गर्दा अजयको राहदानी र टिकट सुरक्षित फिर्ता भएको छ र उनी मलेसिया उड्दैछन्। अजय भन्छन् म जस्ता गरीबलाई ऋण काट्न लगाएर लुट्ने यस्ता मेन पावरलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ। दर्शकबिन, श्रम मन्त्रालयले भनेको छ वैदेशिक रोजगारीमा जाँदा कसैले 1 रुपियाँ पनि बढी ठग्यो भने सिधै श्रम मन्त्रालयमा सम्पर्क गर्नुहोस्। अब हाम्रो प्रश्न तपाईहरूलाई, काठमाडौँका गल्ली गल्लीमा फ्री भिजा फ्री टिकटको बोर्ड टाँसेर 3 लाखदेखि 8 लाखसम्म असुलले यस्ता मेन पावर